सिरानी मुनि मोबाइल राखेर सुत्नुहुन्छ, यो तपाईका लागि मन्द विष हुन सक्छ। यो स्लो पोइजन हो। यस्तो बानी भएका साथीभाइ इष्टमित्रलाई भिडियो सेयर गरिहाल्नुहोला। फलो गर्नुभएको छैन भने फलो बटनमा क्लिक गर्नुहोला। सिरानी मुनि मोबाइल राखेर सुत्दै गर्दाखेरि मोबाइलबाट चाहिँ हाम्रो शरीरका लागि एकदमै घातक ब्लू रेजहरू चाहिँ निस्किरहेको हुन्छ। त्यस्तै गरेर इलेक्ट्रोम्याग्नेटिक रेडिएसनहरू चाहिँ मोबाइलले फाल्ने गर्दछ, जसले गर्दाखेरि चाहिँ हाम्रो पाइनियल ग्ल्यान्ड भन्ने एउटा ग्रन्थि रहेको हुन्छ मस्तिष्कमा। त्यसको काम भनेको चाहिँ मेलाटोनिन हर्मोन सेक्रेट गर्ने हो, मेलाटोनिन हर्मोन चाहिँ उत्पादन गर्ने हो। जब हामीले मोबाइललाई त्यहाँ राखिन्छ, यो इलेक्ट्रोम्याग्नेटिक रेडिएसन्सहरू त्यस्तै गरेर ब्लू रेजको कारणले गर्दाखेरि चाहिँ हाम्रो यो निन्द्रा पर्ने मेलाटोनिन हर्मोन जुन रहेको हुन्छ त्यसलाई चाहिँ कम गरिदिन्छ, जसले गर्दाखेरि चाहिँ हामीमा निन्द्रा नपर्ने, छटपटी हुने समस्याहरू चाहिँ निम्ति रहेको हुन्छ। यसले गर्दाखेरि चाहिँ अर्को दिन बिहान चाहिँ हामीलाई जुम्म बनाउने, टाउको भारी भएको जस्तो महसुस हुने, यति मात्र नभएर सासानो कुराहरूमा पनि कन्फ्युजनहरू आउने, जिउ दुखेको, जिउ गलेको जस्तो महसुस हुने, आलस्य महसुस हुने गर्दछ र समग्र तपाईँको दिनभरिको काम जति पनि काम रहेको हुन्छ यो सबै कामहरूमा चाहिँ यसले एकदमै धेरै बाधा पुर्याइरहेको हुन्छ।